आज चाहिँ कहाँ जाने हामी मार्फाको स्याउ खान हो हाम्रो सेकेन्ड डे है पोखराबाट मार्फा जाँदैछौँ आज चाहिँ के देख्छौँ भिडियोमा सबै देखाउँछौँ सकेसम्म चाहिँ झोला यहाँ हेर्नु न है हेलो भन्नु ल हेलो भन्नु हामी आज मार्फा जाँदैछौँ मार्फा गएर ड्रेस लगाउँछौँ के गर्छौँ है के गर्छौँ के गर्छौँ थाहा छैन वहीँ गएर थाहा हुन्छ बन्द गर्नुपर्छ होइन खासै ठुलो आउँदैन ल तपाईँ स्टार्टिङ गर्नु पहिला के भन्नु गुड मर्निङ सबैजनालाई एभ्रीबडी सबैजनालाई छोराछोरी सबै हामी चाहिँ आज हिमालको भ्यू हेर्दै जोरसोङ बजार जाँदैछौँ फेरि भेटौँ न बाई बाई त्यही भएर त गाडीहरू बिग्रिने कस्तो भयो गर्नु न सबैको साथी खोइ मेरो त यहीँ सब हामीले देखिरहेको हिमाल चाहिँ माछा पुच्छ्र है यहाँ माथि आएर हेर्दैछौँ हामी चाहिँ अन्नपूर्ण कास्कीमा आएर हिरणीहरू चेलीको मम्मीहरू नि तपाईँहरू कति राम्रो देखा भाइ आहा अभियान के लाग्यो र लप्परे लप्परे रियु यता हेरिदेऊ ध्यान हाल्नु पर्ने थियो कि तर म्याग्दी पनि राम्रो रहेछ है राम्रो छ कि राम्रो छ ए माया भने क्या यस्तो होला जिल्ला परिषद त्यही मात्र बेनी बजार आयो है त काठमाडौँ धारी कट्यो चितवन कट्यो सबै कट्यो है एकचोटि यसको फोटो खिचौँ न पहिला बेनीको बजार तपाईँको द फोन छिटो
तपाईँको पनि ठ्याक एकचोटि है अङ्कल बिस्तारै चलाउनु खोइ खोइ यो कटिहाल्छ ए कस्तो होला बोल्नै पर्दैन कि मान्छेलाई थाहा भइहाल्छ भोले बाबालाई हेर्नु उता गइसक्यो अहिले चाहिँ हामी म्याग्दीमा आइपुगेर यहाँको चाहिँ गलेश्वर मन्दिर रहेछ यहाँ म्याग्दीमा चाहिँ अनि दर्शन गर्न जाँदैछौँ म्याग्दीमा आइपुगेर म्याग्दीको गलेश्वर मन्दिरमा जाँदैछौँ म्याग्दी तिमी नजाने आन्टी कस्तो धुलो उडायो कि जिमसिम आउन लागेको दिदी बहिनी रेस्टुरेन्ट रे
काली गण्डकी टी-सर्ट लगाएर क्या कुदाइरहेको छ चिसा हो ल यहाँको बच्चाले यस्तो न ए ऊ पनि अबि कहाँबाट छिटो आएको त पानी कस्तो होला भने 108 झाल मुक्ति नाप्नु युमा पो हो पानी यहाँ तातो पानी त्यहाँ त चिसो होला चिसो किराइमा भन्दै टिकटक तिमीले पनि बना आउँदैन मलाई त केटीहरूले बनाउनु एक्टिङ गर्न नि मन लाग्छ नानीहरूले खोला खान्छ त गरिन्छ खोला हाल्छ ठिक त सबैले मजा लिने भयो है ग्रुपसँग चाहिँ फोटो खिच्ने नै खिच्ने के छ झरना ए खोलाको रोसीवाला पानी रोसेला रोसीवाला जस्तै खोला काली गण्डकी हो 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 काली गण्डकी यता पनि मलाई याद आउँछ जल लान मिल्छ होला र यो पनि काली हजुर जल लान मिल्छ जल माथि राख्ने हो नाथ मन्दिरमा छ भने के लानु अगाडि राखे पनि भन्ने यस्तो सोचेर गरेर हुन्छ भन्ने होइन मुक्तिनाथको लाने हो एमसीको ट्रेन यहाँ त चाहिँ मैले हातमा झर्नु पाइसकेन सोलो सोलो शेर्पादाई के छ शेर्पादाई अहिलेदेखि शेर्पानी यहाँको नाम सोलो भागे राखौँ ल सोलो साइड यू भागे सोलुखुम्बु कान्छो भाइ सोलुखुम्बु गाडी मुस्ताङ मुस्ताङ भनेको मुनाङ उतै हिउँ हो कि होइन बादल ढुङ्गा रहेछ यहाँ यहाँनिर बजार छ नि अनि यस्तो भन् न जोमसोम हो कि जुमसुम हो जुम्मा परे तिनीहरू त ट्रेकिङ गएको नि त गाडीमा गयो नि हिँड्नु पऱ्यो आधी घन्टा 45 मिनट होइन लाउरो बोकेर हान्दै गाडी पार्किङ तल बनाइदिए बस्ने होमस्टेमा जसरी नि हिँड्नै परेको है अब हामी त जहिले पनि यस्तो यस्तो ठाउँदेखि त ऱ्यान्डम टक्कै कति अग्लो डाँडा जङ्गलमा होला स्वयम्भू बौद्ध शेर्पाले खायो एकचोटि खोलिदिन्छ अरे है आमा त्यो त उयो उस भइरहेछ के अरे के भन्छ नि होइन कि पहिरो आउँछ नि हिमालको वाला यस्तोमा चाहिँ लाइभ कालो पानी पर्छ
होला है त्यही हो नि गोडेर मान्छेले टिप्छ भनेर त्यो कम्पाउन्ड हेर्नु कस्तो राम्रो देख्छ होला है है बाबु मान्छेले टिप्छ भनेर कम्पाउन्ड हेर्दो रहेछ है स्याउ फले बेला यस्तो हेर्न आउनु पर्यो दसैँमा मान्छे गोडी यताको चाहिँ दसैँमा आफन्त बनाएर आउँ न टिका लाउन आउँछु जोएर त बनाऊ तरी यहाँ मसँग आऊ न अङ्कल अङ्कल आउनुहुन्छ नि हाम्रो अङ्कल ल ऊ थोडा खेती बाँकी है राम्रो ठाउँ के गर्नु आफ्नो त मम्मीले जयरा त बनाऊ भनिसक्यो तर छैन उमेर बेला बेला छोरीको घर आउँदाखेरि यस्तो पो रहेछ कति खानु स्याउ कार्टुन लाने स्याउ अङ्कलको ट्रक लिएर गाडी नै लाने नि गाडी ल्याउने हो त्यो यहाँ जमसम्म थियो एकै बाक्स बरु के कस्तो हो रिजनको लागि पो लग्ने के हो बरु उतै लाने भने मान्दिन होला फेरि स्याउ खान छुर्पी खान्छ कहिले कहिले हाम्रो सन्धिजी आउनु भयो भने स्यालको रक्सी दिन्छ झन् स्यालको रक्सी रे सन्धिजी झन् मक्खै पर्नुहुन्छ सामदी आएछ स्याउको रक्सी खायो झ्याप भयो सुत्यो सम्झीलाई फेरि एक गिलासले लाग्ला नि कति राम्रो रुख रहेछ है हामीले टिप्नु सक्ने क्या स्याउ खेतीमा जान्छ हाम्रोतिर फल्ने होइन लगाएर बेस मारी कति हो बुढो रुख हेर माथितिर बडो बडो छैन हौ यही हो कस्तो अचम्म सजिलो है स्याउला यस्तो भाडा त कति काट्नु खोइ त्यसो 1300 गरेर काट्नु कस्तो हाँगा छ यस्तो हाँगा कहाँनिर बस्छ चाबी दिएर पठाऊ यस्तो गर्नु न मुख यस्तो गर्नु न नाक छोप्नु न चिसो आएको के हुन्छ बादल लाग्छ अरूको चाहियो
ये मात्रै खिचेर मात्रै बस्ने चिसो है ओ त्यहीँबाट गर्नु म आउँछु ये है तो यहाँ रहेछ हो के भयो आफू साथीहरू खै त रिजन र रिया के भयो लाग्यो के लाग्यो भिडियो बनाइदिनुहुन्छ सबै आयो है हेलो ल हेलो गर्नु कता गर्ने ए कता आउनु भएको मार्फा आएको है मार्फा मार्फा आएर स्याहार ड्रेस लगाएको है हामीले त आज शेर्बा स्याहारमा ड्रेस लगाएको सेल्फी डान्सी बनेको भुन्चाबाट आएको है भुन्चाबाट हाम्रो केटाकेटीहरू कता गायो कता गायो दुईटा साथ यता हेर्न जेरी गल्ली ए हो जेरी गल्ली नाचन के आवाज छोड्दिनु Say